नमस्कार, देश संचारको 10 मुख्य समाचारमा स्वागत छ। ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक। उचित विकल्प र दीर्घकालीन व्यवस्था बिना वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई हटाउन नहुने माग गर्दै देशभरका सुकुम्बासीले बुटोलमा विरोध प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीको आयोजनामा भएको प्रदर्शन बुटोलको राजमार्ग चौराबाट सुरु भएको थियो। राजमार्ग चौराबाट सुरु भएको विरोध र्याली मिलनचोक, बस पार्क र पुष्पलाल पार्क हुँदै ट्राफिक चोकमा पुगेर कोनसभामा परिणत भएको थियो। प्रदर्शनमा विशेष गरी तराईका 22 जिल्लाबाट आएका सुकुम्बासीको सहभागिता रहेको आयोजकले जनाएको छ। संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले सरकारले कुनै विकल्प नदिई गरिब सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घर टहरामा डोजर चलाउने काम गरिरहेको भन्दै त्यसको विरोधमा प्रदर्शन गरिएको जानकारी दिए। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63औं प्रतिवेदनमा उल्लेख गरिएको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल यकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा भनिएको छ। संस्थाको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन सुझाव पनि दिइएको छ। संस्थानमा रहेको जग्गामध्ये धनुषा जिल्लामा 43.5 बिघा, महोत्तरीमा 122 बिघा, बारामा 27 बिघा, पर्सामा 7 बिघा तथा काठमाडौँमा 14 रोपनी, ललितपुरमा 12 रोपनी र भक्तपुरमा 2 रोपनी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गर्न सफल 2 नेपाली आरोहीहरू कामी रिता शेर्पा र लाक्पा शेर्पालाई बधाई दिएका छन्। सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै शाहले सगरमाथा नेपालको भौगोलिक उचाइ मात्र नभएर आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक भएको उल्लेख गर्दै नेपाली आरोहीहरूले पुनः विश्व सामु नेपालको गौरव उँचो बनाएको बताएका छन्। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नागरिकको आत्मसम्मान र मौलिक अधिकारको सन्दर्भमा कसैसँग कुनै सम्झौता नगर्ने बताएका छन्। प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा बोल्दै उनले संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार दिएको स्मरण गराउँदै नागरिक अधिकारको सवालमा काङ्ग्रेस सधैँ स्पष्ट रूपमा उभिने बताएका छन्। सरकारले नागरिक अधिकारलाई कुण्ठित गरेर सुकुम्बासी बस्तीमा डोजर चलाएको उनको भनाइरहेको छ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका बीचको सन्तुलन खलबलाउने प्रयास गरिरहेको आरोप लगाउँदै युवाहरूलाई सरकारको अधिनायकवाद विरुद्ध सङ्गठित भएर आन्दोलनमा उत्रन आह्वान गरेका छन्। 33औं मदन आश्रित स्मृति दिवसका अवसरमा आज आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले सत्तारूढ दल र सरकारबाटै प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनु नपर्ने खालको परिपाटी विकास गर्न खोजिएको आरोप लगाए। सरकारले सर्वोच्च अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न गरेको समेत उनको टिप्पणी रहेको छ। एमालेका पूर्व उपाध्यक्ष पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले चुनौतीहरूप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गरेकी छिन्। 33औं मदन आश्रित स्मृति सभामा पूर्व राष्ट्रपति भण्डारीले एमाले आत्मा सुधार, एकता र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्न सुझाव दिएकी थिइन्। गत 23 र 24 भदौको जेएनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएको सिंहदरबारको पूर्व भागको पुनर्निर्माण कार्य सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय रहेको सो भागमा रङरोगन गर्ने, झ्याल ढोका परिवर्तन गर्ने र एसी जनान गर्ने लगायतका काम भइरहेको छ। मुस्ताङको लोमाथाङ गाउँपालिका 4 स्थित एकले भट्टीबाट 590 कार्टुन चाइनिज इलेक्ट्रिकल चुरोट भेप सहित 3 जना पक्राउ परेका छन्। भेप र अन्य विभिन्न सामान सहित सशस्त्र प्रहरीले 2 वटा ट्रक सहित 3 जनालाई जेठ 1 गते राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङको धुनीबेसी नगरपालिका 1 बस्ने सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 बस्ने फुन्चु दोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका 3 बस्ने पासाङ शेर्पा रहेका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दगातो सुर्ता पूर्व नवलपुरको कावासोती नगरपालिका 8 खरकट्टा जङ्गल क्षेत्रमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार नारायणघाटबाट बुटोलतर्फ जाँदै गरेको लु 1 नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा कार चालक महतरी मटिहानी नगरपालिका 3 का 60 वर्षीय श्रीनारायण यादवको मृत्यु भएको पण्डितले जानकारी दिए।
र एउटा छिमेकी देश चीनको खबर। चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी पूरा गरेको जनाएको छ। शुक्रबार सार्वजनिक गरिएको जानकारी अनुसार अन्तरिक्षयान र त्यसलाई अन्तरिक्षमा लैजाने वाहक रकेटलाई उत्तर पश्चिम चीन स्थित छिउछवान उपग्रह प्रक्षेपण केन्द्रको प्रक्षेपण क्षेत्रमा सफलतापूर्वक स्थानान्तरण गरिएको छ। चीनी अधिकारीहरूले प्रक्षेपणका लागि आवश्यक प्राविधिक परीक्षण, उपकरण जाँच तथा अन्तिम तयारीहरू भइरहेको बताएका छन्। मौसम अवस्था र प्राविधिक मूल्याङ्कनपछि उपयुक्त समयमा प्रक्षेपण गरिने जनाइएको छ। हवस् त आजलाई यति नै। थप समाचार र विश्लेषणका लागि www.देशसञ्चार.com लाई पछ्याउँदै रहनुहोला।